यहाँ यो जीपीटीमा आइसकेपछि होइन यहाँ प्रम्प्ट लेख्ने होइन जस्तै कि होइन उम्, साधु बाबा एसएससी त्यसपछि यहाँ एउटा होइन जिल्ला हो भने पद पनि त्यसपछि यहाँ गुगल होइन गुगल स्टुडियो यो गुगल ए स्टुडियोमा जाने यहाँ गइसकेपछि साइन अप गर्नुपर्छ होइन त्यो गइसकेपछि यहाँ यो टर्न टेक्स्ट इन्टु अडियो विथ जेमिनी चाहिँ यहाँ क्लिक गर्ने होइन यहाँ गइसकेपछि यो मल्टी स्पिकर यसको साटो चाहिँ यो सिङ्गलमा क्लिक गर्ने होइन त्यसपछि यहाँ गएपछि यो टेक्स्टलाई कपी गरेर यो स्टुडियोमा यहाँ पेस्ट गर्ने गरिसकेपछि पछि के भन्दाखेरि यो शब्द चाहिँ भनेर लेखेर यति लेख्ने त्यसपछि चाहिँ इन्टर गर्ने होइन यो प्रम्प्ट चाहिँ होइन कस्तो मान्छेले बोलेको के कसरी बोल्ने भन्ने तरिका लेखेको हो होइन यदि यस्तो लेख्न चाहिँ झ्याउ लाग्छ भने होइन यस्तोलाई नलेखिकन त्यो एआई स्टुडियोमा सिधै रन गर्दा नि हुन्छ है यो हिँडियो ल्याएको छैन यस्तो गर्दा हुन्छ होइन यहाँ कपी गऱ्यो फेरि एआई स्टुडियोमा यहाँ चाहिँ गरेर यहाँ यसरी यहाँ हाल्दै होइन हालिसकेपछि यहाँ यो भोइस हुन्छ होइन यसमा चाहिँ चेन्ज गर्नु पर्यो यो चाहिँ अलिक केटी मान्छे छ Ready to build something awesome today? हो यस्तो छ Got a project in mind? यो केटाको Got a भयो। What do you want to explore? हो यो चाहिँ ठिक छ होइन यसलाई मैले क्लिक गरेँ गरिसकेपछि मैले यहाँ रन कन्ट्रोल गरेँ अनि एकछिनपछि जेनेरेट हुन्छ अनि त्यहाँ कुनै पनि शब्दहरू भन्नु छ भने बेटा याद रख समय किसी का इंतजार नहीं करता जो आज मेहनत करेगा वही कल संतोष से जिएगा डर को छोड़ कर्म को पकड़ और चल पड़ अपने लक्ष्य की ओर र यस्तो भने चाहिँ होइन यहाँ चाहिँ कुनै पनि हिन्दी शब्द नेपाली होस् इङ्ग्लिस होस् होइन जस्तो पनि यहाँ लेखेर राख्यो भने होइन अनि यहाँ भोइस चेन्ज गरेर कन्ट्रोल गरेर भने चाहिँ यसले अडियो बनाइन्छ है अहिलेलाई म डाउनलोड गरेँ